नमस्कार साथीहरू। एउटा यस्तो समय जहाँ हाम्रो नेपाल अहिलेको जस्तो एकीकृत थिएन। यहाँ राजाहरू धेरै थिए, राज्यहरू साना साना टुक्रामा बाँडिएका थिए र जनताको आवाज हराएको थियो। एक दिन एउटा युवकको जन्म भयो। उनी पनि यसै राज्यको एउटा टुक्रामा जन्मिएका थिए, तर उनको सपना थियो एउटा साझा, बलियो र एकताबद्ध नेपाल बनाउने। उनी थिए पृथ्वीनारायण शाह। यही छ नेपाल एकीकरणको कथा, शक्ति, सपना, त्याग र बलिदानको गाथा, जुन हामीले कहिले पनि बिर्सिनु हुँदैन। 18औं शताब्दीको सुरुवातमा नेपाल भन्ने एउटै देश थिएन। यो भूगोलमा 22 र 24 राज्यहरू थिए। यो त टुक्रिएको थियो। राजाहरू बीचको ईर्ष्या, युद्ध र रगतको नदी बगिरहेको थियो। दिनानुदिन झगडाले देश नै रगतग्रस्त भएको थियो। विक्रम सम्वत 1799 मा पृथ्वीनारायण शाह 20 वर्षको कलिलो उमेरमा गोर्खाको राजा बने। उनी शिक्षित थिए, साहसी थिए र राष्ट्र निर्माणको गहिरो सोच राख्थे। उनी भन्थे, विदेशीहरूले हाम्रो धर्म, संस्कृति र भूमिमा आँखा लगाइरहेका छन्, हामी एक हुनुपर्छ। उनको ध्यान थियो काठमाडौँ उपत्यकातर्फ, किनभने त्यो व्यापार, शक्ति र संस्कृतिको केन्द्र थियो। पृथ्वीनारायण शाहले एकपछि अर्को रणनीति बनाउँदै 1801 मा नुवाकोटमा हमला गरे र विजय प्राप्त गरे, जुन उपत्यका प्रवेशको मेन ढोका थियो। त्यसपछि क्रमशः काकर्णी, धर्मस्थली र कीर्तिपुरमा हमला गरे। कीर्तिपुरको युद्धमा गोर्खाली सेनाहरू पहिलोचोटि पराजित भए, तर उनीहरूले हार भने मानेनन्। 3 पटकको प्रयासपछि 1825 मा काठमाडौँमा विजय प्राप्त गरे र क्रमशः 1826 मा पाटन र भक्तपुरमा विजय प्राप्त गरे। त्यसपछि नेपाल एकीकरणको मूल ढोका खुलिसकेको थियो। पृथ्वीनारायण शाह केवल एक युद्धवीर मात्र होइनन्, एक विचारशील राजा पनि थिए। उनले भनेका थिए, नेपाल 4 जात 36 वर्णको साझा फुलबारी हो। उनले राष्ट्रप्रेम, अर्थतन्त्र र आत्मनिर्भरलाई विशेष जोड दिए। अब नेपाल बनिसकेको थियो, तर पृथ्वीनारायण शाहको एकीकरण भने रोकिएको थिएन। विक्रम सम्वत 1831 मा पृथ्वीनारायण शाहको निधन भयो, तर अभियान रोकिएन। छोरा प्रताप शाहपछि बहादुर शाहले यो अभियानलाई अगाडि बढाए। पूर्वमा टिस्टादेखि काँकडा र पश्चिममा कुमाउँदेखि गढवालसम्म नेपाल फैलिँदै गयो। जति नेपालको शक्ति बढ्दै थियो, त्यति शर्तहरू पनि बलिया बन्दै गए। अन्ततः 1873 मा नेपाल र अङ्ग्रेजबीच भीषण युद्ध सुरु भयो। अमरसिंह थापा, भीमसेन थापा, बलभद्र कुँवर र भक्ति थापा जस्ताको वीरतामा युद्ध भयो। फेरि पनि आधुनिक हात हतियारको अगाडि नेपाल युद्ध हार्न पुग्यो। पछि सुगौली सन्धि भयो। सुगौली सन्धिपछि नेपालले धेरै भूमि गुमायो, तर आत्मसम्मान र स्वतन्त्रता भने कहिल्यै पनि गुमाएन। आज हामी एउटै झन्डामुनि बाँचिरहेका छौँ। 4 जात 36 वर्णको साझा फुलबारी, पृथ्वीनारायण शाहको सपना साकार भएको नेपाल। आज हामी एक छौँ, एक हौँ। यो कथा हो गोर्खाली सपनाको, देश र प्रेमको, रगत र आँसुको। जय एकता, जय गोर्खा, जय नेपाल। नमस्कार साथीहरू, भिडियो कस्तो लाग्यो? केही कमी कमजोरी भए सुधार्ने अवसर पक्कै पनि दिनुहोला।